नमस्ते। कहिलेकाहीँ यस्तो लाग्छ कि हामी जानकारीको एउटा ठूलो समुद्रमा डुबिरहेका छौं। खैर, आज हामी एउटा यस्तो टुलको बारेमा कुरा गर्दैछौं जसले त्यो समुद्रलाई हाम्रो आफ्नै व्यक्तिगत ज्ञानको खानीमा बदल्न सक्छ। हामी सबैसँग यस्तो हुन्छ होइन त? यति धेरै डकुमेन्टहरू, भिडियोहरू अनि कति लेखहरू। कहिलेकाहीँ त लाग्छ यी सबै कुराहरूलाई बुझेर अगाडि बढ्नै सकिँदैन। यो जानकारीको बाढीले साँच्चै नै हामीले अगाडि बढ्नबाट रोकिरहेको जस्तो महसुस हुन्छ। तर एकछिन सोच्नुहोस् त, के होला यदि हामीले प्रयोग गर्ने डकुमेन्टहरू नै हाम्रो लागि एकजना व्यक्तिगत विज्ञ जस्तै बन्न सकिए भने? एउटा यस्तो एआई जसले पुरै इन्टरनेट नचाहरिकन केवल हामीले दिएको स्रोतहरूमा आधारित भएर काम गरोस्। मतलब कुनै पनि सामग्रीलाई हाम्रो आफ्नै पर्सनल एक्सपर्ट बनाइदिने। हो, यही समस्याको समाधानको रूपमा आएको छ नोटबुक एलएम। त्यसो भए आउनुहोस् अब गहिराईमा गएर बुझौं यो वास्तवमा के हो र किन यति धेरै महत्त्वपूर्ण छ। सो नोटबुक एलएम भनेको चाहिँ गुगलले बनाएको एउटा सोर्स ग्राउन्डेड एआई असिस्टेन्ट हो। अब सोर्स ग्राउन्डेडको मतलब के हो भने यसले हामीले दिएको डकुमेन्ट वा भिडियोको सिमानाभित्र रहेर मात्र काम गर्छ। बाहिरको इन्टरनेटबाट अनावश्यक जानकारी ल्याउँदैन। र विश्वास गर्नुहोस्, यही नै यसको सबैभन्दा ठूलो शक्ति हो। र जसले यसलाई प्रयोग गरेका छन् उनीहरूको प्रतिक्रिया हेर्दा त साँच्चै गजबको छ। मान्छेहरूले यसलाई सामान्य टुल मात्र होइन, अनुसन्धान र सृजना गर्ने तरिकामा नै एउटा क्रान्ति ल्याउने गेम चेन्जरको रूपमा हेरेका छन्। र यसको सबैभन्दा राम्रो पक्ष के हो भने यो एकदमै भर्सटाइल छ। मतलब यसले पीडीएफहरू, युट्युब भिडियोहरू, कतैबाट कपी गरेको टेक्स्ट वा कुनै वेबसाइटको युआरएल जे दिए पनि काम गर्छ। यसले गर्दा यो टुल एकदमै फ्लेक्सिबल बनेको छ। ल, अब नोटबुक एलएम प्रयोग गर्न सुरु गर्ने दुईवटा मुख्य तरिकाहरू छन्। एउटा हो आफूसँग भएको सामग्रीलाई एनालाइज गर्ने र अर्को हो नयाँ विषयमा रिसर्च गर्ने। यहाँ दुई फरक बाटोहरू छन्, होइन? पहिलो बाटो हो आफूसँग पहिल्यै भएको सामग्रीको गहिराईमा डुबुल्की मारेर त्यसबाट नयाँ कुराहरू निकाल्ने। अनि दोस्रो बाटो कुनै नयाँ विषयमा शून्यबाटै अनुसन्धान सुरु गरेर एउटा बलियो ज्ञानको आधार तयार पार्ने। एउटा उदाहरण हेरौँ न। मानौ हामीले एउटा युट्युब भिडियोको लिङ्क दियौं। अब हामी त्यो भिडियोको बारेमा जे पनि प्रश्न सोध्न सक्छौं र त्यसैको आधारमा तुरुन्तै नयाँ सामग्रीहरू जस्तै सारांश वा रिपोर्ट बनाउन सक्छौं। अब मानौ हामीसँग कुनै स्रोत नै छैन। त्यस्तो बेला पनि केवल एउटा प्रम्प्ट दिएर काम सुरु गर्न सकिन्छ। जस्तै मलाई 30 दिनमा एआई सिक्ने रोडम्याप बनाइदेऊ भन्यो भने यसले आफै इन्टरनेटबाट भरपर्दो स्रोतहरू खोजेर ल्याउँछ र एउटा विस्तृत गाइड तयार पारिदिन्छ। र अब आउँछ यसको सबैभन्दा रोचक र शक्तिशाली पक्ष। कसरी एउटै स्रोतबाट अनेकौं उपयोगी सामग्रीहरू निकाल्न सकिन्छ। हो, तपाईले ठिक सुन्नुभयो। एउटै स्रोतबाट यो टुलले नौ फरक प्रकारका सामग्रीहरू निकाल्न सक्छ। यो सामान्य रूपान्तरण मात्र होइन, यो त ज्ञानलाई विस्तार गर्ने एउटा तरिका हो। जस्तै कि अडियो सारांश, मतलब एउटा पोडकास्ट जस्तै, एक्सप्लेनर भिडियोको स्क्रिप्ट, प्रस्तुतिको लागि स्लाइड, इन्फोग्राफिक, माइन्ड म्याप, डाटा तालिका, ब्लग पोस्ट, यहाँसम्म कि फ्ल्यास कार्ड र क्विज पनि। सोच्नुहोस् त, एउटै स्रोतबाट कति धेरै काम गर्न सकिन्छ। यसले कति समय र मेहनत बचाउँछ। ल, अब केही वास्तविक उदाहरणहरू हेरौं जसले यो टुल कतिको शक्तिशाली छ भनेर अझै स्पष्ट पार्छ। जस्तै हेर्नुहोस् त, एउटा लामो भिडियोको सम्पूर्ण जानकारीलाई यसरी चिट्टिक्क परेको व्यवस्थित तालिकामा ढाल्न सकिन्छ। यसले गर्दा जटिल जानकारी पनि एकदमै सरल र तुलना गर्न सजिलो हुन्छ। कुन टुलले के गर्छ एकै नजरमा थाहा हुन्छ। यति मात्र होइन, आफूले सिकेको कुरा कतिको याद छ भनेर जाँच्नको लागि यसले यस्ता अन्तर्क्रियात्मक क्विजहरू पनि बनाइदिन्छ। यो त आफ्नो सिकाइलाई परीक्षण गर्ने एउटा गजबको तरिका हो। र यसले खाली तथ्य मात्र दिँदैन, यसले कथा पनि भन्न सक्छ। हेर्नुहोस् त, यसले बनाएको स्लाइडको यो सुरुवात कति आकर्षक छ। शक्तिशाली सफ्टवेयरको मूल्य महँगो हुन्छ, तर के हुन्छ यदि त्यसो हुनु नपरेमा? यसले सिधै ध्यान तान्छ, होइन त? अब यो माइन्ड म्याप हेरौं। यो सामान्य फोटो मात्र होइन, यो एउटा अन्तर्क्रियात्मक नक्सा जस्तै हो। हामीले कुनै पनि विषयमा क्लिक गरेर त्यसको बारेमा अझै गहिरो जानकारी लिन सक्छौं। यसले जटिल विषयलाई टुक्रा टुक्रा पारेर बुझ्न एकदमै सजिलो बनाइदिन्छ।
यसले बनाएको अडियो सारांशको एउटा अंश सुन्दा कति व्यावसायिक र आकर्षक लाग्छ होइन? यसले साँच्चै नै उच्च गुणस्तरको अडियो सामग्री पनि बनाउन सक्छ। तर एउटा एकदमै महत्त्वपूर्ण प्रश्न, के यसले दिने हरेक नतिजा सधैँ यस्तै पर्फेक्ट हुन्छ त? र यसको सोझो जवाफ हो, होइन। हामीले यो बुझ्नुपर्छ कि एआई कुनै जादुको छडी होइन, यो हाम्रो एक सहयोगी हो। जस्तै पहिलो पटक 30 दिने एआई योजनाको इन्फोग्राफिक बनाउँदा फर्म्याटिङ त्यति राम्रो थिएन। तर जब प्रम्प्टलाई अलिकति सुधार गरियो, नतिजा एकदमै राम्रो आयो। यसको मतलब यो मानव र एआई बीचको सहकार्य हो। त्यसो भए यो सबैबाट हामीले के बुझ्ने त? यसले हाम्रो सिक्ने र काम गर्ने तरिकामा कस्तो परिवर्तन ल्याउन सक्छ? र सायद सबैभन्दा ठूलो कुरा यही हो, नोटबुक एलएमले हाम्रो सामान्य स्थिर नोट वा भिडियोलाई एउटा जीवन्त अन्तर्क्रियात्मक अनुसन्धान सहायकमा बदल्छ। भनौँ न, एउटै टुलभित्र एउटा रिसर्च असिस्टेन्ट र एउटा मल्टिमिडिया प्रोडक्सन स्टुडियो दुवै छ। यो केवल जानकारी लिनु मात्र होइन, जानकारीबाट केही नयाँ सृजना गर्नु हो। र अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ, जब हाम्रो नोटहरू आफै बोल्न, नयाँ कुराहरू सृजना गर्न र हामीलाई सिकाउन सक्षम हुन्छन्, तब हाम्रो सिक्ने र ज्ञान बाँड्ने तरिकामा कस्तो ठूलो परिवर्तन आउला?